गरी अब यो विधेयकको सन्दर्भमा अध्यक्ष महोदय मैले यो फोरम अफ फेडरेसनद्वारा प्रकाशित एउटा फिस्कल फेडरलिजम भन्ने एउटा पुस्तक पढेको थिएँ। त्यो पुस्तकमा उल्लेख भएअनुसार सङ्घीय मुलुक जर्मनीमा शान्ति सुरक्षा सम्बन्धी 60% जिम्मेवारी चाहिँ त्यहाँ ल्यान्डरले गर्दो रहेछ। ल्यान्डर भनेको त्यो प्रदेश हो। स्थानीय सरकारले 29% जति गर्छ भने सङ्घीय सरकारले 11% जति। त्यसै गरी क्यानाडामा चाहिँ त्यहाँ के अरे 25% जति जिम्मेवारी प्रदेश स्थानीय तहले गर्छ। यो ल एन्ड अर्डरको कुरा गर्दैछु मैले। स्विजरल्यान्डमा त्यहाँ प्रदेशलाई क्यान्टोन भनिन्छ। क्यान्टोनको जिम्मेवारी भनेको 65.70% छ, स्थानीयको 25% छ भने सङ्घीय सरकारको 9.30% छ। स्विजरल्यान्डमा त रक्षा सम्बन्धी 5% जिम्मेवारी क्यान्टोन र स्थानीय सरकारलाई पनि दिएको रहेछ। मैले यहाँ यो बुझ्न सकिरहेको छैन, विभिन्न बहानामा प्रदेशलाई कमजोर पार्ने खेल भइरहेको छ। संविधानमा समग्र प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको हुन्छ भनेर एकल अधिकारमा लेखिसकेपछि फेरि राजधानीको विषय किन जोडियो? वास्तवमा तपाईँहरूको नियतमा नै मैले खोट देखेको छु। अहिलेसम्म प्रदेश प्रहरी समायोजन भएको छैन। यो विधेयक प्रतिनिधि सभाबाट के सत्तापक्ष के विपक्ष सर्वसम्मत रूपमा अनुमोदन भएर आएको छ। म अचम्मित भएको छु अध्यक्ष महोदय। मेरो सुझाव छ अनुसूची 6 जुन प्रदेशको एकल अधिकारको सूचीमा पहिलो बुन्दा प्रदेश प्रहरी प्रशासन शान्ति सुरक्षाको अधिकार पनि सर्वसम्मत रूपमा तपाईँहरू खोज्नुहोस्। अहिले तपाईँहरूले राजधानीको विषय जोडेर खोज्नुभयो। भोलि प्रहरीको कन्ट्रोल एक ठाउँबाट गर्नुपर्छ, चेन अफ कमान्ड बिग्रिन्छ भनेर पनि भन्नु होला। मैले यति नै कुरा राखेँ र राजधानीको कुराहरू अलिकति जोड्दाखेरि चाहिँ राजधानीको शान्ति सुरक्षा अलिक संवेदनशील हो, यो मैले बुझेको छु, मैले जानेको छु। तर भर्खरै हामीले जापान जस्तो यस्तो समृद्ध मुलुकमा शान्तिप्रिय मुलुकमा पनि पूर्व प्रधानमन्त्रीलाई दिनदाडे हत्या गरिएको पनि हामीले हेऱ्यौँ। तर यो विषय नजोडौँ। मैले सम्मान्य अध्यक्ष महोदय मार्फत गृहमन्त्रीको ध्यान आकर्षण गर्न चाहन्छु। कुन कुन सङ्घीय मुलुकमा त्यहाँको राजधानीको शान्ति सुरक्षा प्रदेशलाई दिँदाखेरिको शान्ति सुरक्षा बिग्रेको छ होइन, अथवा कुन कुन देशमा एकदम राम्रो भएको छ भन्ने कुराहरू पनि यहाँले राखिदिनु भयो भने म आभारी हुने थिएँ। हस्, धन्यवाद।